मैले पानी तताउने मान्छे हायर गरेको स्पेशलिस्ट यता अब यहाँ दुईजना पलमानहरूले चाहिँ यहाँ खसी एउटा बाल्टी पनि ल्याइदिनु ल भाग लागिसक्यो होइन 27-28 छ हो यता भुँडी भुट्दैछु भुँडी हो त्यो हजुर यता चाहिँ अब मरमसला भुट्दै अन्त पानी सर तपाईँ सुरु गर्नु आउने थाल्छ ए दामी मिठो खाना आयो कार्की देख ल भित्र गयो ल माथिबाट हाल्यो तलबाट के भन्नु माथिबाट काट्ने केले काट्ने त्यसले काट्ने माथिबाट हुँदैन तर माथिबाट कहाँ हुन्छ त्यसले र सहिले ठ्याके जुन ठाउँमा छिरेको त्यही ठाउँमा ठ्याक्कै भेट्दैन के कस्तो 50 भने पानी जान्छ खाले भयो नमस्ते दादा बिस्तारै गरेर बिस्तारै अनि भाइ कहाँ गयो त खराब सामान पनि खानु पर्दैन अनि ह चिया बसेर भाडाले मलाई ल हो अल्लाह अक्बर यो रोकिँदै रमाइलो भइरहेको छ नि 3 दिन छुट्टी 3 दिन छुट्टी मलाई यता यहाँ पानी म्यान हो होइन यता यो फुर्काउने स्पेशलिस्ट यता मैले पानी तताउने मान्छे हायर गरेको यहाँ रक्ती छ पानी तात्दैछ अब खसी लगभग भुटलाई दिइसक्नु आँट्यो पार्टीले पार्टीलाई त लास्ट ह्यान्डसम देखेको थियो राजा त के टाउको बनाउँदै हो टाउको बनाउने होइन टाउको चाहिँ लाउने मुक्त दाइलाई राम्रो जागिर पाउनु भएछ है यो सधैँ कन्ट्याक्ट मेरो दाइलाई टाउको बनाउने जिम्मा दिएको रहेछ म चाहिँ ब्लगिङ म्यान मात्रै हो हाम्रो रक्ती दाइले फिनिसिङ गर्दै हुनुहुन्छ सरपञ्चीलाई राम्रो पानी हाल्ने काम दिइरहेछ रमेश सरले पनि यता हाम्रो बसन्त ब्रो पनि पानी हाल्दै हुनुहुन्छ पुरै होनहार केजिएलको होनहार युवाहरू खसी काट्दैछन् यहाँ अब हाम्रो यहाँ रिक्वेस्ट आइसक्नुभयो होइन सिरी प्रकाश थापा यहाँ के हो सर कस्तो हाँस्दै आउनुभएको छ तपाईँ के हो हाताले त्यो मनी मिस्टरले जग्गामै बनाउँदैन हुन्छ क्या खतरा ठाउँ चाहिँ खत्रै फुर्किदिँदै हुनुहुन्छ होइन ठाउँ चाहिँ खत्रै फुर्किदिँदै हुनुहुन्छ होइन होइन नेपालमा अमलाकाण्ड आएछ यहाँ पनि कुवेतमा अमलाकाण्ड बनाऊँ कि के हो कसलाई दिउँ भनेर अमला खाने मान्छे खोज्दैछु क्या म चाहिँ रोकिँदै आज फरने पार्कतिर जाउँ कि के अमला खाने मान्छे खोज्नु फरने पार्कतिर फुर्केन फुर्केको त खतरा भन मल ल अब बसन्तले ल खसीलाई चाहिँ अब सिँगारमा चाल्नु गयो होइन सिँगार पटार गरेर होइन बसन्तले खसी बनाइसक्नु भयो हाल्दै पानी
हालेको होला नि होइन अब जति भयो भयो होइन खतरा लाग्यो मलाई आज रेटरै खुट्टा काटिदिनु भयो पावर चाहिँ हो है पावरै हो नि यार त्यता आउँदैन नि त हड्यो काट्नु पर्छ त्यो फुट्छ तपाईँको टेन्डर सुरु भयो खुट्टाको यो टेन्डर सक्यो एउटा समय कति टाइम लाग्ने अब खसी लिएर आउँदै हुनुहुन्छ ल अब यहाँ दुईजना पलमानहरूले चाहिँ यहाँ खसी अब ल्याउनु पऱ्यो एउटा बाल्टी पनि ल्याइदिन्छ ल मासु कति कति के कसो कता भन्नु मासु कतै नि भने होइन अब केटाहरूले खाला सब खाऊ गाडीहरू सब म त अब के अरे पकाउँदा पनि चार जाँदा मेरो पेट भर्छ अलरेडी भुँडी त पिटिक्क लागिरहेछ भुँडी त पिटिक्क लागिरहेछ म घटाउनु खोजेको अरे घटेन यार अब तिम्रो यो त तिम्रो के अरे म त वाट्सएप नम्बर छैन अब चाहिँ हामी अन्तिम चरणमा पुग्यौँ हाम्रो त्यो रकी दाइलाई पार्ने ग्रुप आउनुभएको छ यहाँ हाम्रो दाजु पनि बिर्सिँदै पनि यहाँ कस्तो ल अब यहाँ भाग लागिसक्यो होइन ए 27-28 छ होला ए एउटा भागमा 3 केजी छ जस्तो हेर्दा चाहिँ होइन अब यहाँ अब यता मुक्तदाई हाम्रो मुक्तदाई यहाँ पुरै भुटान बनाउने तयारीमा होइन ए पुरै भुटान किङ हो यहाँ भुटान किङ टाउको किङ खुट्टा किङ हो यहाँ चाहिँ यहाँ भुटान बनाउनलाई पुरै प्याज रेडी यहाँ रेडी कस्तो आज चाहिँ खसी काट्यो है खसी काटेर चाहिँ मासु चाहिँ सबैलाई भाग लगाइसक्यो आज भुटमा पाक्दैछ यता भुँडी भुट्दैछु भुँडी हो त्यो हजुर यता चाहिँ अब मरमसला भुट्दै मासु चाहिँ मजाले भुट्यो भने टक्क मिठो हुन्छ कि ल ल पानी सर तपाईँ सुरु गर्नु आउने आउने आउँछ म भात खान्छु थाल्छ ए यसमै हाल्नु न अन्त होइन होइन अहिले एकछिन पछाडि आउँछ न के गर्ने यो कसरी खाने को यता केटाहरू सबै छ कति दिन होला यहाँ तपाईँ बस्ने पाखिनले धेरै रमाइलो गऱ्यो भनेपछि खानपिन मैले त भने यहाँ दुईवटा रखिँदा एउटा मलाई पर्छ खाने के छ भाइ अघि आउनुभएको थियो जस्तो लागेको थियो त हिजोको उडमा मतलब भ्यापमा
कस्तो रहेछ राजा राम किन बुढाएको ए बोलाउनु मिनालाई फोन गर्न फोन गर्न ओ चावल कारगिल दुख दिनु आयो भुट्ने हालिदिन्न त्यो कि कोक्टेल हानिन्थ्यो है उता अर्को त हल्का हान्नु त आज ऊ पहिलो गएको छु या किताब तपाईँलाई भात मैले लगेर आउनु तपाईँले भात कहाँ भनेको अनि भात छोडेर ल्याएर दाइ के पनि खाइ हुँदा यहाँ ए म त यहाँ त्यत्रो बुझाउन सक्दैन म बुझाउनले भएन ए खाइन्छ झप्प मजाले सम्म सुतिने 5 बजेसम्म आइबियो के लिएर के बोगी बोगी आयो यो धनिया र खुर्सानी लिएर आएको नि म त हामीलाई चाहिँदैन भन्नु आँटेको थिएँ मैले सामान उतै गर्छु कि ए सामान छ ए ओके 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 ल ल के छ नि दाइ रमाइलो जहाँ भयो नि रमाइलो गर्नु पऱ्यो त्यही त नि बस्दै खाइरह्यो हामीले खाना अघि नै फोन आने आने अनि ठिकै छ नि के भएर भयो भयो लुकेलाई भर्न ल दाइ ल राम्रोसँग खानुहोस् है ल ल ल धन्यवाद ल कति बिरामी भयो इमर्जेन्सी गरेर एउटा बिरामहरू गयो अब आउने आउने नि त ल ल दाइ एकछिन सवाल त होला नि भठारेको त झिरिङ्ग भयो मार हामीलाई तपाईँलाई बोलाएको तपाईँ सुतेको सुते म खाएर त्यो त्यो यो नि यो खसी 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 काट्यो कि पहिले काट्नु भएछ त्यो पहिले काट्नु काट्नु भएछ पहिले किन एक हातले बुढो दाँत काट्ने मान्छे हो दामी मिठो खाना आयो कार्की हजुर दामी थियो सेकेन्ड लोसार होइन यस्तो सेरो त नमाइलाएर उसलाई